माई फ्रेन्ड सोसल अडिट हस्पिटल र हेल्थ फेसिलिटीमा पनि हुन थालेको छ नेपालमा, जहाँ तपाईँ आफ्नो मनमा भएका सवाल गुनासो आफ्नो अपेक्षाहरू सबै आफ्नो जनप्रतिनिधि र हेल्थ वर्करहरूलाई आम्ने सामने रूपमा फेस टु फेस कुरा गर्न सक्नुहुन्छ। इन दिस सिरिज वी आर डिस्कसिङ अबाउट 30 पब्लिक हेल्थ प्रोग्राम दैट सेव्स द लाइव्स अफ Nepalese people, and in this episode we are discussing about social audit program in Nepal. नर्मली हामी अडिट भन्नाले फाइनान्शियल अडिट बुझ्ने गर्छौं, जहाँ पैसा कति आयो र कति खर्च भयो भनेर चाहिँ हामीले त्यसलाई एनालाइसिस गरिन्छ। तर सोशल अडिट अलिकति फरक छ, जहाँ चाहिँ हेल्थ रिलेटेड प्रोग्रामहरुको बारेमा विस्तृत रूपमा एनालाइसिस हुन्छ। जुन चाहिँ गभर्नमेन्टले कमिट गरेको हेल्थ सर्भिसेसहरु जनतासँग पुगेको छ कि छैन, औषधिहरु पूर्ण रूपमा वर्षभरि नै हेल्थ फेसिलिटीमा अवेलेबल भएको छ कि छैन, क्वालिटी सर्भिस डेलिभरी गर्नुपर्ने हुन्छ, त्यो सर्भिसेसहरु युनिफर्मली सबैतिर एकैनास सर्भिस अवेलेबल भएको छ कि छैन, यसले पोलिसी ग्यापलाई पनि हेर्छ, करप्सन भएको छ कि छैन त्यो कुरालाई पनि एनालाइसिस गर्छ, हेल्थ वर्करको व्यवहारलाई पनि यसले हेर्ने गर्दछ र हामीले औषधि स्टक आउट भएको छ कि छैन, वर्षभरि जनताले आएर पाएको सेवाहरुको चाहिँ क्वालिटी सर्भिस पाएको छ कि छैन, जुन नागरिक वडापत्रमा उल्लेख गरिएका सबै सेवाका चाहिँ सवालहरुलाई जनतासम्म पुगाएको छ कि छैन भन्ने कुराहरु सबै कुरालाई एक एक गरेर एनालाइसिस गर्ने गरिन्छ। यसमा कम्युनिटी, सेवाग्राही र स्टेक होल्डर्सहरुको चाहिँ इन्भल्भमेन्ट हुन्छ यो इन्टायर प्रोसेसमा। सोशल अडिट नर्मली चाहिँ गभर्नमेन्टले डेलिभर गर्छु भनेको सर्भिसेसहरुमा चाहिँ केन्द्रित हुन्छ। फर एक्जाम्पल बेसिक हेल्थ सर्भिस चाहिँ हाम्रो कन्स्टिट्युसनले प्रत्येक नागरिकलाई चाहिँ पुर्याउँछु भनेर चाहिँ भनेको छ। सर्भिसको कभरेज सबैतिर पुर्याउँछु, यसको युटिलाइजेसनको चाहिँ प्रक्रियाहरुलाई चाहिँ इम्प्रुभ गर्छु, गुणस्तर स्वास्थ्य सेवाहरु चाहिँ पुर्याउँछु र अन टप अफ दैट सबै सेवाहरु चाहिँ इन्क्लुसिभ हुन्छ। फर एक्जाम्पल सबै जेन्डर, कास्ट, रिलिजन, उमेर, बुढाबुढीहरु, बच्चाहरु सबैले चाहिँ एकै नासको सेवाहरु चाहिँ जति बेला पनि पाउँछ भन्ने कुराहरुलाई सुनिश्चित गरेको छ। र इन्टायर प्रोसेस चाहिँ डेटा ड्रिभन हुन्छ र एभिडेन्सको आधारमा चाहिँ एनालाइसिस हुन्छ। अनि यसमा चाहिँ प्रत्येक हेल्थ सर्भिसको इन्डिकेटर्सहरुलाई चाहिँ एनालाइसिस गरिन्छ, कम्युनिटीमा भएका ग्रुपहरुसँग चाहिँ फोकस ग्रुप डिस्कसन गरिन्छ, उनीहरूले सेवा पाएको छ कि छैन भनेर, र अन्तिममा चाहिँ यो सबै कुराहरुलाई फाइन्डिङ्सहरुलाई चाहिँ लिएर आएर एउटा पब्लिक हियरिङ गरिन्छ, जसलाई आम भेला पनि भनिन्छ, जुनमा पब्लिक पनि एभाइलेबल हुन्छ, फाइन्डिङ्स पनि एभाइलेबल हुन्छ, सेवा दिने मान्छे पनि एभाइलेबल हुन्छ र जनताको प्रतिनिधि पनि एभाइलेबल हुन्छ र आम्ने सामने सबै फाइन्डिङ्सको बारेमा डिस्कसन हुन्छ, समस्याहरूको बारेमा कुरा पनि हुन्छ र अर्को वर्ष के कुराहरू सुधार गर्ने हो त्यो कुराहरूमा पनि छलफल हुन्छ र एक्सन प्लान बनाएर चाहिँ यो इन्टायर सोशल अडिटको प्रोसेसलाई टुङ्गाउने गरिन्छ। दिस इज द एन्ड अफ दिस एपिसोड। स्टे ट्युन फर द नेक्स्ट एपिसोड इन द पब्लिक हेल्थ म्याटर्स।